उदयपुरको बेलाका नगरपालिकामा नेपाल मगर बौद्ध सेवा समाजको 13औं राष्ट्रिय सम्मेलन हिजोदेखि सुरु भएको छ भने आजदेखि बन्द सत्र प्रारम्भ भएको छ। सम्मेलनको पहिलो दिन लालबजारदेखि बेलाका 6 स्थित बेलाका निर्माणा बुद्ध विहारसम्म शान्ति पदयात्रा आयोजना गरिएको थियो। उद्घाटन कार्यक्रम विहारपति श्रद्धेय भिक्षु उदयसेन भन्ते लगायतले दीप प्रज्वलन गरी गर्नु भएको थियो। देशभरका विभिन्न जिल्लाबाट आएका प्रतिनिधि तथा पर्यवेक्षकहरूको बाक्लो सहभागिता रहेको सम्मेलनमा करिब 500 भन्दा बढी सहभागिता रहेको थियो। सम्मेलनमा विभिन्न सामाजिक, धार्मिक तथा संगठनात्मक विषयमा व्यापक छलफल हुने नेपाल मगर बौद्ध सेवा समाजका केन्द्रीय अध्यक्ष देवबहादुर राणा मगरले जानकारी दिनुभयो। बेलाका नगरपालिका 6 स्थित बेलाका निर्माणा बुद्ध विहारमा सञ्चालन भइरहेको सम्मेलन चैत्र 15 गतेसम्म जारी रहनेछ। आजदेखि सुरु भएको बन्द सत्रमा विविध एजेन्डामाथि छलफल गरी विभिन्न कार्यक्रम मार्फत सम्मेलनको समापन गरिने जनाइएको छ। कार्यक्रमको अध्यक्षता केन्द्रीय अध्यक्ष देवबहादुर राणा मगरले गर्नु भएको थियो भने प्रमुख अतिथिका रूपमा भिक्षु महासंघका सदस्य श्रद्धेय महास्थवीर भिक्षु भेदकरको उपस्थिति रहेको थियो। त्यसैगरी विशेष अतिथिको रूपमा नेपाल मगर संघका केन्द्रीय उपाध्यक्ष सीता राणा मगर, नेपाल मगर संघ प्रदेश नम्बर 1 का अध्यक्ष तेज कुमार आले मगर लगायतको सहभागिता रहेको थियो।